यता आइज हेर्नु त्यो जान्छ हो हजुर बाटोमा आउँदै गर्दाखेरि के अलिक पर बस्न गठी अलिक पर बस्न सिंहै दुई पाङ्ग्रे हिसाब गरेर लिएर आएको है हजुर आउँदै गर्दाखेरि छ नि हजुर बाटामा पर्ला के लडिहाल्यो यसको त नाकै बाँच्यो नाकामा हेर्नु चोट लाग्यो राम 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 ज्वाइँ कति कति कठिन भएछ ए अनि ज्वाइँ साहब भन्नु न अनि जन्तीहरू पनि लिएर आउनु भएको होला नि दुईजना मात्रै हो कि जन्ती पनि ल्याउनु होला मेरो ज्वाइँ त हो के ज्वाइँकोमा जन्तीको कमी हुँदैन कौन ठन मान्छे मेरो खानदान निकै लामो पो छ होइन हजुरका खानदान किन लामो नहुने ज्वाइँ साहब अब चिनारीको क्रम गरौँ न ले टिका लगाइहाल्नु अलि साइड गर्छ यता पनि हेर्नुपर्छ मान्छेले मंतार तव शुभला संतो पुरो संत मनोरथा शत्रुनाम बुद्धिना सस्तो मित्रनाम बुध अवस्था अब हजुरलाई म तन्नन जस्तिना दिन्छु मेरो जासे इरो ले खत्तम ले हेर्नु त म भन्दा मेरो जेठान धनी हुने त मा कन्जुस पो रहेछ त 5 रुपैयाँले काम चलाएले के हो जेठान यस्तो पारायो बहिनीले सिँगै दिएपछि हजुरलाई दक्षिणाको के कमी छ र हुन पनि हो बहिनी नै दिएपछि यो पैसाको त के कुरा खर्तीमा राख्नु न त्यही पनि हराएर के आँखा लाउँदैछ सो तँलाई कति राम्रो मान्छे ल्याउनु भएको छ हजुरको अनि उची को त ज्वाइँ साहब यो पशुपतिबाट भागेर आएको बाँदर होइन होइन यसो भनाउमा ठ्याक्कै मिल्छ त्यो हुनाले भने मात्रै हो ल बाबुरा हुन चाहिँ माइल गर्दैन मेरो भात खाउने हो कि मेरो ज्वाइँकोमा त के हेर यो मुस्कान काका यता हो यता अगाडि यता हो यता हेर मुस्कान हो न मुस्कान अनि यो चाहिँ को हो त ज्वाइँ साहब यी को हो भन्दाखेरि छ नि हजुर अब हाम्रा निकै परका मान्छे हुन् मान्छे चाहिँ होइन हजुर त्यो गोरु बेच्न जाने बेला साइना लार्दा आएर बुवाले ए तिनकै छोरा हुने चाहिँ ए छोरा भने मेरो दाजु के गोरु बेच्न बेलामा सानो लाजे दाजु ठिक छ नि केही भन्नु छ के औँठी चाहियो यो लिनु होइन यो भेदभाव भएन भेदभाव कसरी अब ज्वाइँले त सिँगै छोरी बहिनी दिएको छु ए ठिक छ त्यसो त बराबरी नै हो अनि यो चाहिँ को हुन्छ ज्वाइँ साहब हाँसेर हेर यी काका पनि आइपुगेछन् काका तर बिहे कहिले हुन्छ भने चाहिँ बिहे खान आएछ ए नबोलाइकन आएछ बिचमा छिरेछ नि देखियो हाम्रा यी अन्तर माइला काकाका छन् छोरा आउने यी भित्र मजा यता जानु ल हेर न अब मेरो गाउँमा म त्यो जति मोटो कोही थिइनँ म यो नयाँ गाउँमा मोटो मान्छेको उहाँलाई देखेँ त मैले यो मोरालाई मैले तामा नखा र तामा नखा भने तामा मन परे तामा खाएर 5 जस्तै पातो अल्गो भयो के गर्नु